श्री राधे। आज 2082 कपिलवस्तु बाणगंगा नगरपालिका 8 शान्ताकुञ्ज मधुवन धाम को नजदीक बाणगंगा नदी म आएर यहाँ यो भिडियो बनाउन लागेको छु। यो हर वर्ष यो बाणगंगाले बाणगंगा भनिन्छ हामीले। यो यस्तो उधुम मचाउँछ। ल हेर्नुस् यतापट्टि यहाँ तपाईले राम्ररी हेरिदिनु होला। यस्तरी अहिले खोलाले यो खन्छ। अहिले हर वर्ष यहाँ यदि कति लाख करोडमा यस्तरी तटबन्ध तारबार यो जाली लगाएर यस्तो बन्छ र यो कहिले यसलाई अब अलि तल बनायो कि के गरेको नि अझै माथि गराउनु पर्ने हो। यसले त पुरेपछि त्यहाँदेखि यही भित्तो जो हान्ने होला र यतिमै तपाईहरुले यो मधुवनले लाउनुस् यहाँ वृक्षारोपण गर्न यतापट्टि लागेको छ। सकेसम्म यसलाई जोगम संरक्षण गरौँ भन्ने यो यतापट्टि यहाँ तपाईहरु देख्न सक्नुहुन्छ बाँसका बिरुवा यहाँ चाहिँ लगाइएको छ। यो जाउनु खैर हो। यो खैर प्रसन्न भएर एकदम खुसी भएर यो हुर्कन्छ। अब हामीहरूले लागेका बर पिपल बाँस यहाँ लगाइयो छ तर यो त्यति जाँदै यो यस्तो भएको एउटा उखान छ नि, बाआमाले बिहा गरिदिएका छोराबुहारी त्यति खुसी हुन्नन्, आफै फोनबाट लभ गरेर आयो भने एकदम प्रसन्न हुन्छन् भने चाहिँ यो खैर पनि त्यस्तै मान्छु है मैले। ल हेर्नु अब यो यस्तो छ। कोही परार सा लागेका पिपल पनि यतातिर बर हुर्केका छन्। अब यिनी हुर्कँदै जान्छन्। यिनी बिरुवा हुन्। यति यो खोलाको 5-7 मिटरमा यो शान्ताकुञ्ज मधुवन धाम मन्दिर हो। यो गायत्री मन्दिर भयो। यतापट्टि विपस्यना पाल्तिर बुद्ध विहार यहाँ पर्कत्त राम्रो छ। अब यहाँ वृक्षारोपण भइरहेको छ। यो मैले खास गरेर प्रधानमन्त्री राष्ट्रपतिसम्मलाई निवेदन गर्दैछु। यो सूचित तपाईहरुलाई आँखा देखाउँदैछु। यो बाणगंगा नदी यहाँबाट अब 6-7 मिटरमा यहाँ आउने हो। यस्तो भत्कार यहाँ आएपछि यहाँबाट कति हजार गाउँ बगाएर लान्छ यसले। र यो सबैले हेरेर नेताहरूले हेरेर यसलाई चाँडैमा चाँडै त हर वर्ष 4वटा जाली र 2टा ढुङ्गा लाएर यो हुन्न। यसलाई कसरी हुन्छ आरसीसी थोरै धेरै हजुर सबैले हेरेर गरिदिएर यो गाउँ जोगाउन पर्यो। यहाँबाट गएर नदी गयो भने कति गाउँ जान्छन्। र त्यो गर्दाखेरि यो सबैले यो भिडियो ध्यान पनि दिनु होला, हेरिदिनु होला। पैसा त सरकारले कति करोडौँ अरबौँ खर्च गरेको छ तर त्यो गरेको उपयोग होस् न, उपयुक्त होस् भनेर मैले यो भन्न निवेदन गर्न चाहन्छु। र यो बाणगंगाले धेरै नोक्सान गरेको पनि छ। अब अगाडि यहाँ पस्यो भने यहाँबाट लक्ष्मण घाट त कतिवटा गाउँ छन् त्यो तपाईहरुले बुझ्नु होला, खत्तम पार्छ। यो हजुर सबैले ध्यान दिएर यो चाँडैमा चाँडै यसमा कसरी हुन्छ तटबन्ध आरसीसी हो कि के हो गरेर यो चाँडैमा चाँडै यहाँका तपाईहरुका बुद्धिजीवी इन्जिनियर जे हो एकदम चाँडै गर्न परिन्छ। अहिले यो भिडियो मैले यहीँ भने मैले घडी तपाईहरुलाई भनेको पनि छु, सचेत पनि गराएको छु। यसमा ध्यान दिएर हजुरहरूले यो चाँडैमा चाँडै यो काम गरिदिनु होला र धाम पनि बच्छ, गाउँ पनि बच्छ र सम्पत्ति पनि बच्छ। जय श्री राधे।